नमस्ते साथीहरू, म चाहिँ आज चाहिँ कसैले थाहा नभएको एउटा चाहिँ सिक्रेट चाहिँ कुरा चाहिँ म यो भिडियोमा चाहिँ लिएर उपस्थित भएको छु। आज हामी सबैले मोबाइल ब्याङ्किङ प्रयोग गर्छौँ। केही सेकेन्डमै पैसा अर्को खातामा पुग्छ। तर के तपाईँले कहिले सोच्नु भएको छ मोबाइल ब्याङ्किङ वास्तवमा कसरी काम गर्छ? सबैभन्दा पहिले बुझ्नुपर्ने कुरा के हो भनेपछि मोबाइल ब्याङ्किङ ब्याङ्क होइन, यो केवल एउटा एप्स हो जसले तपाईँलाई ब्याङ्कको प्रणालीसँग जोड्ने काम गर्छ। तपाईँको पैसा मोबाइल ब्याङ्किङ एप्समा होइन, ब्याङ्कको कोर ब्याङ्किङ सिस्टममा सुरक्षित हुन्छ। जब तपाईँ एप्स खोलेर लगइन गर्नुहुन्छ, तपाईँको युजर नेम पासवर्ड सुरक्षित एउटा इन्क्रिप्सन मार्फत ब्याङ्कको सर्भरमा पुग्छ र ब्याङ्कले सबै विवरण जाँचेर मात्र लगइन गर्न अनुमति दिन्छ। अब तपाईँले पैसा पठाउनु भयो भने एप्सले ब्याङ्कको सर्भरमा रिक्वेस्ट पठाउँछ। त्यसपछि ब्याङ्कको कोर ब्याङ्किङ सिस्टमले खातामा पर्याप्त पैसा छ कि छैन, पिन वा ओटिपी चाहिँ सही छ कि छैन भनेर जाँच गर्छ। सबै कुरा मिलेपछि मात्र रकम डेबिट हुने क्रेडिट हुने हुन्छ। अनि केही सेकेन्डमै ट्रान्जेक्सन सफल भएको सन्देश आउँछ। अब अर्को प्रश्न, यो एप्स कसले बनाउँछ त? ब्याङ्कसँग लिङ्क कसरी रहन्छ त भन्ने कुरा विषयमा म भन्न गइरहेको छु। धेरै जस्तो अवस्थामा ब्याङ्कले विशेष सफ्टवेयर वा फिनटेक कम्पनी मार्फत एप्स विकास गराउँछ। तर त्यसको अर्थ सफ्टवेयर कम्पनीले ग्राहकको पैसा नियन्त्रण गर्छ भन्ने होइन। एप्स उनीहरूले बनाउँछन्, तर कारोबार भने ब्याङ्कको सुरक्षित कोर ब्याङ्किङ सिस्टमले मात्र सञ्चालन गर्छ। मैले सोच्ने अर्को प्रश्न, के सफ्टवेयर कम्पनीले फ्रड गर्न सक्छ त? जुन चाहिँ मोबाइल ब्याङ्किङको एउटा एप्स डेभलप गरेर ब्याङ्कलाई चाहिँ ह्यान्डओभर गरिसकेपछि के त्यो सफ्टवेयर कम्पनीले चाहिँ फ्रड गर्ने चान्सेस हुन्छ त? त्यो कदापि हुँदैन। किनकि ब्याङ्कहरूले इन्क्रिप्सन, ओटिपी, पिन, सेक्युरिटी अडिट, एक्सेस कन्ट्रोल, रियल टाइम मोनिटरिङ जस्ता धेरै सुरक्षा प्रणाली प्रयोग गर्छन्। त्यसैले कुनै पनि कारोबार धेरै तहको सुरक्षा जाँचपछि मात्र सम्पन्न हुन्छ। जब यस्ता मोबाइल एप्स बनाउने सफ्टवेयर कम्पनीहरूको चाहिँ सेक्युरिटी जाँच हुन्छ, सेक्युरिटी अडिट हुन्छ, जब चाहिँ त्यस्तो फ्रड आयो भनेपछि आउने चान्स छँदै छैन। यदि आयो भने पनि ठुलो चाहिँ कारबाहीमा पर्छ। त्यसैले मोबाइल ब्याङ्किङ सुरक्षित छ, तर आफ्नो पासवर्ड, पिन, ओटिपी कसैसँग पनि सेयर नगर्नु होला। अनि च्यानललाई सब्सक्राइब गर्न नबिर्सिनु होला। धन्यवाद।